हाई गाइज गुड मर्निङ। आज चाहिँ हाम्रो 11 गोर्खा भूतपूर्व सैनिकको मिलन समारोह दोस्रो मिलन समारोह आयोजन भइरहेछ खोप्रेल तरान्जुघारीमा पोहोरको जग्गामा किराती खम्बुराई माङखिमको पवित्र स्थलमा आयोजन भइरहेछ। त्यसको लागि हामी तयारी भइसकेका छौँ जानको लागि। अनि त्यहाँ पुगेर कस्तो समारोह हुन्छ यो भिडियो मार्फत तपाईँलाई जानकारी गराउँदैछु। ओके। हाम्रो घरदेखि समारोह स्थल पुग्नुको लागि झन्डै 3 घन्टा लागिहाल्छ। हेरौँ कति बजे पुगिन्छ। लो साथीहरू, जग्गामा पुग्यो। खै बाटोले गर्दा अलिक ढिलो पुगेछ हौ। प्रोग्राम त अघि सुरु भइसकेको छ। डाक्टर महिमा राई आउनु भएको छ भने तपाईँ यहाँ मञ्चको अगाडि आइदिने अनुरोध गर्दछौँ। जति पनि सुनिल साहब जय गोरख। जय गोरख साहब। कस्तो हुनुहुन्छ? एकदम सन्चै छौँ साहब। अन्त लास्ट इयर 25 जनवरी थियो होइन? हजुर। यो पालि चाहिँ तपाईँको 12 डिसेम्बर 12 जनवरी। अनि यो सेकेन्ड जुन हाम्रो मिलन समारोह छ, अब यो तपाईँले भव्यता साथ अर्गनाइज गर्नुभएको छ। यसमा तपाईँले के प्रकारले गर्नुभयो, कस्तो प्रकारले गर्नुभयो, यो कस्तो अनुभवहरू गर्नुभयो, त्यसको लागि एक दुई शब्द भनिदिनुहोस् न। यो जुन चाहिँ छ हाम्रो 11 गोर्खा सैनिक 6th को मिलन समारोहको निम्ति हाम्रो क्याप्टन एसके सुब्बा साहबको जुन चाहिँ छ उहाँको अगुवाईमा यो हुन गइरहेको 2 साल भयो र यसपालि हामीले 12 डिसेम्बर 2025 मा गर्न गयौँ र सबैजना आएर यहाँ जुन चाहिँ छ यस कार्यक्रमलाई शोभा बढाइदिनु भयो र धेरै धेरै धन्यवाद छ। सैनिक 6 11 गोर्खामा नोकरी गर्ने जति पनि छौँ हामी तलमाथि अफसर जेसियोस एनसियोस नभनेर एक परिवार भएर हामी आज जम्मा भएर आफ्टर रिटायरमेन्ट जम्मा भएर हामीले आफ्नो दुःख सुख आदान प्रदान गर्दै पुरानो स्मृतिलाई आलो गराउने मौका पायौँ र यही नै हाम्रो ठुलो एउटा भनौँ हाम्रो एउटा गर्वको कुरो हो र हाम्रो एउटा यो भनौँ एउटा हाम्रो अनुभव पनि भयो र हाम्रो एउटा यो उन्नति पनि हो र यसरी एकमुठी प्लान भइन्जाल तपाईँ हामीको एउटा यो तपाईँ हाम्रो एउटा मिलन समारोह भइरहोस् भन्दै यसरी नै यो किराती खम्बुर राईहरूको माङखिमको अगाडि प्राङ्गणमा किरावा रदुछाहरूको मन्दिर माङखिमको अगाडि सबैलाई यसरी नै आइदिने र हामी जम्मा भएर हाम्रो पल्टनको जुन चाहिँ छ त्यो पुरानो बितेको स्मृतिलाई आलो गराउँ भन्ने हेतुले हामीले हर साल गर्नु पाऊँ भन्दै हामीले एउटा प्रयास गरेको मात्रै हो। तपाईँहरूको जुन यो पालिको जुन एरेन्जमेन्ट छ, अन्त लास्ट इयरको एरेन्जमेन्ट, तपाईँहरू जो तोरको तराई क्षेत्रको जति पनि हाम्रो एक्स सर्भिसमेनहरू हुनुहुन्छ उहाँहरूले जुन खुन पसिना एक गरेर रात दिन तपाईँहरूले कोअर्डिनेसन गरेर यो प्रकारले भव्य समारोहलाई तपाईँले सफलीभूत बनाउनु भयो। त्यसको लागि हामी पहाड विशेष हाम्रो पहाडको जहाँ हामी अलिकति दुर्गम क्षेत्रमा छौँ उहाँको तर्फदेखि चाहिँ हजुरहरूलाई मुरी धन्यवाद र आभार व्यक्त गर्दछौँ। धन्यवाद साहब। हजुर धन्यवाद। आउँदो समय पनि अझै राम्रो होस् भन्ने हामी चाहन्छौँ। धन्यवाद। धन्यवाद छ। हामीले बोल्यो अशोक खाऊ है। जय गोरख जय गोरख। ल है अब एडभान्स ल नयाँ वर्षको शुभकामना। ल हुन्छ हजुर हुन्छ। भोलि भेटौँ है। म त भोलि आउँदैछु नि त। किन अब यताको त्यस्तै मिल्यो नि त। ल यो पालिको मिलन समारोहमा स्मृति स्वरूप पाएको यो मेरुन कलरको टोपी सबैको शिरमा सजेको हेर्नु होला। साहब जय गोरख। राम्रो देखिन्छ। 11,290। अब उहाँ त अब सिनियर हुने हो है।
त्यहाँदेखि 1200 होला त्यहाँ उहाँ हुनुहुन्छ एउटा 1200 होला कस्तो छ हौ साथी हो हल्का हल्का लिएको ल है हल्का लिनु सधैँ लिनुपर्छ ल हल्का लिनुपर्छ हे ल लिनुपर्छ होस् ए ल हुन्छ कोही छैन हो ठिक छ आज हाम्रो सम्पूर्ण साथीहरू कति खुसी देखिँदैछ साक्षात्मा रमाइलो गरिरहेको छ हेर्नुहोस् हाम्रो 1200 साहब एसबी राई साहब अनि यहाँनिर सम्पूर्ण हाम्रो साथीहरू आज उल्लासको साथमा 55 भाइ मिलन जय गर हजुर जय गर नम्बर भुलेछु मैले हेर त्यही त नम्बर भुलेर है आजको यस समारोहमा साइनिङ सिक्स भेटेरन ग्रुपका प्रतिभाहरूलाई सम्मान जनाइने काम भयो। यसै क्रममा सिक्किम राभङला निवासी अनेरी क्याप्टन किशोर राई शौर्य चक्रज्यूलाई, उर्लाबारी मोरङ नेपाल निवासी सूर्यमान लिम्बूको धर्मपत्नी श्रीमती चन्द्रकला सुब्बाज्यूलाई, शिव मन्दिर सिलगढी निवासी नायब सुबेदार उर्गेन लामाको सुपुत्री सुश्री आराधना लामाज्यूलाई, तकदा दार्जिलिङ निवासी नायब सुबेदार मणिकुमार राईको सुपुत्री डाक्टर महिमा राईलाई, कालेबुङ जिल्ला पयौँ बस्ती निवासी नायक अर्जुन राईको धर्मपत्नी श्रीमती डाक्टर विजेता राईलाई उहाँहरूको उत्कृष्ट उपलब्धिको निम्ति सम्बर्धना जनायो। साथै आउँदो प्रगतिको लागि शुभकामना प्रदान गरियो। भिडियो राम्रो लागे लाइक शेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद। फेरि भेटौँला।